नागरिक सबैले यो काम गर्न सकिने रहेछ। नागरिकले गर्न सक्ने काम अरू पनि छन्। तपाईसँग स्मार्टफोन त पक्कै होला, छ भने अब तपाईँ नागरिक वैज्ञानिक बन्न सक्नुहुन्छ। कसरी? इसिमोटकी अनिता कार्कीलाई सुनौ। विशेष चासो अहिले चाहिँ हामीलाई त्यो खालको कुहिरो हो जुन हट्न अटेरी गर्छ के नभए भने एउटा सर्टेन तापक्रममा चाहिने तापक्रममा मिल्दो पानीको कणहरू छ भने कुहिरो आफै फर्मेसन भइ पनि हाल्छ र तापक्रम बढ्दै जाँदाखेरि सतहको तापक्रमले पनि त्यो फेरि बिस्तारै हराउँदै पनि जानुपर्ने हो। तर अहिले हामीले विगत 2 दशकदेखि देख्दै आएको कुहिरो र विशेष गरी हाम्रो नेपालको सन्दर्भमा भन्ने हो भने तराई क्षेत्रमा देख्दै आएको कुहिरो चाहिँ हट्नलाई अटेरी गर्ने टाइपको कुहिरो छ। केही दिनदेखि हप्तौँसम्म पनि रहने कुहिरो छ हैन। अब यसले मान्छेको जीवनदेखि लिएर जीविकोपार्जनको हरेक कुरामा चाहिँ असर पार्दै आएको देखेको छौँ। शीतलहरले यो बिगार गर्यो, इभन ज्यान गएको पनि हामीसँग प्रशस्त तथ्याङ्कहरू हरेक वर्ष आउने गर्छ। र यो आफैमा चाहिँ एउटा नयाँ वातावरणीय प्रक्रिया जस्तो भएर स्थापित हुँदैछ विगत 2 वर्षदेखि। र यो हामीलाई चासोको विषय किन हो भने यो नेपालमा मात्रै होइन कि पाकिस्तान, इन्डिया, बङ्गलादेश, जसलाई हामी इन्डो ग्यान्जेटिक प्लेन र ब्रह्मपुत्रको प्लेन्स भनेर भन्छौँ होइन। स्याटेलाइटबाट यदि हेर्ने हो भने एउटा विशाल ब्ल्याङ्केट जस्तो देखिन्छ कि ठ्याक्कै एउटै छ, ब्ल्याङ्केट जस्तो देखिन्छ। हामीले मिडियामा हेर्दा हामीलाई लाग्छ यो चाहिँ मेरो क्षेत्रमा उसको क्षेत्रमा मात्रै भएको कुरा जस्तो होइन। तर यो एउटा फगको ब्ल्याङ्केट जस्तो आउने र यो धेरै दिनसम्म रहने के हो भन्ने चासोको विषय पनि हो। यसले हामीलाई असर पनि गरेको छ र यही कारणले इसिमोटकै कोअर्डिनेसनमा चाहिँ 4वटा देशका साइन्टिस्टहरू मिलेर यो बारे अध्ययन गर्दैछन् हैन। के हो यो फग, किन यसरी हटिराखेको छैन, फगको प्रपर्टी के हो, यसले कस्तो असर पारिरहेको छ, सोसियल पक्षहरू पनि, इकोनोमिक पक्ष पनि। यो एउटा बृहत अध्ययन हुँदैछ र यो 1 वर्ष होइन केही वर्षसम्म यो अध्ययन रहिरहन्छ। र यही सन्दर्भमा चाहिँ हामीले हरेक सिटिजन पनि यो अध्ययनमा इन्भल्भ हुन् हैन। आफ्नो सिटिजनहरूले पनि संलग्न भएर केही हामीलाई चाहिँ यो विज्ञानमा योगदान होस् भनेर एउटा एप डेभलप गरेको छौँ हैन। यो एप चाहिँ मोबाइल एप हो र अहिलेलाई हामीले यो एन्ड्रोइड युजरहरूसम्म मात्रै पुर्याउन सकेको छौँ। मतलब आइफोन युजरहरूले यो एप चाहिँ डाउनलोड गर्न मिल्दैन। यो बहुतै सिम्पल एप हो। कसैले पनि गुगलमा गएर फग वाच भनेर खोज्यो भने अथवा आफ्नो मोबाइलबाट गुगल प्ले स्टोरमा गएर त्यहाँबाट फग वाच भनेर खोज्यो भने यो एप देखिन्छ र यसलाई सहजै डाउनलोड गर्न सकिन्छ। यसले धेरै स्पेस पनि खाँदैन हैन। त्यो सबै कुरा विचार गरिएको छ। अनि यो एप डाउनलोड गरिसकेपछि यसले पहिला रेजिस्ट्रेसन माग्छ। रेजिस्ट्रेसन धेरै सिम्पल प्रक्रिया हुन्छ। आफ्नो नाम, पासवर्ड रेजिस्ट्रेसन गरेपछि यसको रेजिस्ट्रेसनको काम सकिन्छ। त्यसपछि यसले हरेक दिन जसले डाउनलोड गरेको छ प्रम्प्ट क्वेसनहरू गर्छ। दिनको 2-3 पटक दिनको तपाईको वरिपरि के कुहिरो छ भन्ने सिम्पल प्रश्न एउटा गर्छ हैन। तपाईले यस या नो मा आन्सर गर्न सक्नुहुन्छ। तपाईले टाइप गर्नु पर्दैन, सिर्फ क्लिक मात्रै गर्ने हो। नो भन्यो भने तपाईले त्यही डेटा नो सबमिट गरिहाल्नुस् हैन। यदि यस भन्यो भने अनि फर्दर 3टा क्वेसन सोध्छ त्यसले। कति त्यसको चाहिँ कुहिरोको प्रकृतिको बारेमा, त्यो पनि साह्रै सिम्पल छ। बाक्लो छ, ठिक्कको छ या पातलो कुहिरो छ। र यो चाहिँ अब युजरको आफ्नो विचारमा आधारित के उसले केलाई बाक्लो भन्छ, केलाई पातलो भन्छ, यसमा कुनै हार्ड एन्ड फास्ट रुल छैन। र उसले यो क्लिक गरिसकेपछि अनि सबमिट भनेर आउँछ। सिम्पल सबमिट गर्ने हो। यो फगको लागि 2टा चाहिने कुरा भनेको एउटा जीपीएस लोकेसन हो। सुरुमै माग्छ। यदि जीपीएस लोकेसन तपाईको चाहिँ जीपीएस अन हुनु पर्यो फोनमा। लोकेसन दिन सकेन भने त्यसले फर्दर क्वेसन माग्दैन त्यतिखेर। अब जीपीएस पनि अन छ भने अब तपाईले सबमिट गर्नलाई तपाई इन्टरनेट कनेक्सन हुनु पर्यो। यदि इन्टरनेट कनेक्सन छैन भने पनि तपाईले डेटा दिनुभएको छ त्यो फोनमा आफै रेकर्ड भएर बस्छ। जुन ठाउँमा तपाईको इन्टरनेट अवेलेबल छ त्यो ठाउँमा तपाईले एकैचोटी पठाउन सक्नुहुन्छ। एउटा रिफ्रेश भन्ने बटन छ र त्यो रिफ्रेश बटन गर्दाखेरि तपाईको जति पनि स्टोर्ड डेटा छ एकैचोटी त्यो चाहिँ इसिमोटको सर्भरमा जम्मा हुन्छ।
भनेपछि इसी मोडको सर्भरमा अहिले यो रिजनको हामीले रिजन भन्दाखेरि पाकिस्तान, इन्डिया, नेपाल हैन, बङ्गलादेश कुनै पनि पोइन्टबाट सिटिजनले पठाएको डेटा हाम्रो सर्भरमा आएर बस्छ हैन। र हामीले चाहिँ यो सयौं हैन हजारौंको संख्यामा चाहिँ डेटा आओस् भन्ने चाहना राखेका छौं हैन। हरेक प्रत्येक नागरिकलाई चाहिँ एउटा साइन्स अध्ययनमा आफूले योगदान गर्ने मौका पनि हो। मौका भन्दा पनि हाम्रो लागि महत्त्वपूर्ण छ यो डेटा। के मानेमा भने एउटा त हामीले एउटा लाइभ डेटा पाउँछौं हैन, कुन लोकेसनमा कस्तो प्रकृतिको कुहिरो छ यो त्यो बारेमा हामीले एउटा लाइभ डेटा पाउँदै गर्छौं। अरु अध्ययनको क्रममा हामीसँग अरु पनि माध्यमहरु छन्, जस्तो स्याटेलाइट डेटाहरु आउँछ, त्योसँग हामीले ट्याली गर्न सक्छौं यसलाई हैन। त्यसले दिएको डेटा र हाम्रो सिटिजनहरुबाट प्राप्त डेटालाई ट्याली गर्न सक्छौं। र अर्को यसको युज भन्दा पनि यो एप्लिकेसन आफैको चाहिँ यो एपको यो सायद नेपालमा पहिलो चोटी होला यसरी सिटिजनलाई साइन्टिस्ट बनाउने खालको एप हैन, अथवा साइन्टिफिक रिसर्चमा इन्भल्भ गराउने एप। र यदि यो एप सक्सेसफुल भयो भने हाम्रो देशले अरु पनि कुनै पनि रिसर्च, हेल्थ सम्बन्धी रिसर्च होला या अरु वातावरण सम्बन्धी रिसर्च होला, यो माध्यम युज गर्न पनि सक्छ। यो हाम्रो पहिलो प्रयास हो हैन। हामीले जति सक्दो नागरिकहरूले डाउनलोड गरेर हामीलाई डेटा पठाइदिनु भयो भने यो चाहिँ सक्सेस भएको हामी मान्छौं। एउटा त उहाँहरुको डेटा आफैमा महत्त्वपूर्ण छ र अर्को चाहिँ यो एउटा माध्यम पनि यसरी अध्ययन गर्ने भनेर। जस्तो हामीले केही पोइन्टहरु जहाँ चाहिँ कुहिरो मतलब पर्सिस्टेन्ट फग जसलाई भनिन्छ नि, जुन यसरी धेरै दिनसम्म रहने खालको कुहिरो जुन ठाउँहरुमा छ त्यो ठाउँमा त्यो कम्युनिटीमा हामीले गएर केही अध्ययन गर्न सक्छौं। मैले तपाईलाई भनिहाले यो 1 वर्षको अध्ययनको कुरा होइन हैन, यो सुरुवात हो। यसलाई हामीले विन्टर फग क्याम्पेनै भनेका छौं। यो धेरै वर्षसम्म निरन्तर गइन्छ। यसपालि पनि हामी केही अध्ययनहरु कम्युनिटी लेभलमा गर्दै छौं। तर कुनै कम्युनिटीबाट यसरी आइसक्यो भने केन्द्रित भएर त्यो ठाउँमा हामीले गर्न सक्छौं। जस्तो त्यो कम्युनिटीमा के छ त, कस्ता अवस्थाहरु छन् जसले गर्दाखेरि चाहिँ त्यो मतलब कुहिरो रहिरहनलाई त्यसले मद्दत गरेछ कि कुनै पनि कुरा हामीलाई अहिले यकिनले भन्न सक्ने अवस्था छैन हैन। यो चाहिँ भनौं न हामीले यो खोजको हामी एकदम प्रारम्भिक चरणमा छौं विन्टर फग सम्बन्धी। त्यही भएर यकिनले केही भन्न सकिदैन, तर धेरै कुरा हामीले चाहिँ अन्दाज गर्न सक्छौं के। जस्तो तपाईलाई सिम्पल एक्जाम्पल दिने हो भने तराईमा जाडो लाग्न साथै मिड नोभेम्बर देखि यति आगो बालिन्छ, यो कुकिङ फायर आफ्नै ठाउँमा छ, तर त्यो बाहेक बिहानदेखि बेलुकासम्म हामीहरु चाहिँ पराल या केही बालेर बस्छौं। कुहिरोको बेलामा सायद दिनभरि बाल्छौं होला हैन। त्यसले पनि केही असर गरेछ कि।